साइडमा हैन उ त्यो झुलुङ्गी पुल चाहिँ है गाइस हेर्दाखेरि चाहिँ टन्नै मान्छेहरू आउनु हुँदो रहेछ है म त्यहाँ गएर पनि तपाईँले भिडियो बनाउँदैछु भिडियो बनाएर तपाईँहरूलाई देखाउँदैछु तर बाटो चाहिँ यस्तो छ भनेर हल्का टुच्च यो सर्ट भिडियो बनाइदिएको फर द इन्फर्मेसन्स ओ गाइस ल यहाँबाट चाहिँ फेरि खिचिदिइहाल्यो होइन ड्रोनमा खिचे जस्तो हुँदो रहेछ लगाइ चाहिँ झुलुङ्गी पुल राम्रो रहेछ त्यो यार झुलुङ्गी पुल त गाइस and this inside with the hariyaali god looks so good. It's an overall view hey guys. Whoa guys, this is the view. Hey guys, हेर्दाखेरि चाहिँ लाग्छ यो चाहिँ नि हैन a stairway to heaven भने जस्तै a breeze connecting to heaven जस्तै क्या है guys. शाबाश बेटा बहुत बढिया है guys. यस्तै राम्रो है. Oh my god, कति लामो के long breeze suspension breeze है guys, and this is the view. Hey guys, this is सायद त्यो घुम्न हुनुपर्छ है गाइस यस्तो मजाको खेतीपातीहरू है गाइस हामी अन द वे जाँदै थियो फर्पिङ है अनि त्यसपछि यसो हेरेको अनि दिस इज द वे अनि यो झुलुङ्गी पुल जाने बाटो भनेर लेखेको रहेछ अनि त्यसपछि लगाएको गइदिनु मात्र भनेर आएको वाउ नाइस यो चाहिँ यो साइडको भ्यू चाहिँ गाइस अनि यतातिर चाहिँ मेरो विचारमा यो चाहिँ नि यो पछाडिको भ्यू देखिराख्नु भएको चाहिँ यो फर्पिङ होला है गाइस सरी फर्पिङ रे चौबारको डाँडो हुनुपर्छ है ओ माइ गॉड सो गुड के नाइस त हेर्नु कस्तो मजाको यहाँदेखि चाहिँ टक्क बिचमा चाहिँ यो कस्तो मजाको सानो टुप्पो देख्नु पर्छ घुम्नु लागि बिचमा यो सल्लाह गरेर चाहिँ कस्तो राम्रो लाग्यो क्या मलाई गाइस मिलेको है नाइस अनि हावा पनि त्यस्तै एकदम फ्रेस मिठो हावा है क्या आफू चाहिँ क्या माथि आकाशमा स्काई वक गरेर जस्तो लाग्ने क्या गाइस तर यसरी हिँड्दाखेरि चाहिँ तल हेर्नु कोही डर लाग्छ है गाइस वो सो रिस्की क्यामेरा खस्ला जस्तो छ है ओ माई गड हेर्नु न तल यस्तो छ कि तल खोला रहेछ है सो स्क्यारी ल भ्यू चाहिँ यो छ स्काई वक गरेर जस्तो फिल हुने क्या ओके this is how it looks like 360 views the heading along today. This is the view. Okay, see you in the next video. Thank you.